हेलो नमस्ते वेलकम टु माई ब्लग सबैजनालाई स्वागत छ है नयाँ ब्लगमा। आज म यो खुरे पार्कमा आएको छु। गिम्पो सिटी, साउथ कोरियाको गिम्पो सिटीमा रहेको खुरे पार्कबाट तपाईहरुलाई कस्तो लाग्छ यहाँको केही सिनहरु देखाउने कोसिस गर्नेछु। हेरिदिनु होला सम्पूर्ण साथीहरुले, माया गरिदिनु होला। यहाँको लाइटिङ, फ्लावर अनि खुरे पार्कको विशेषताहरु कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। कस्तो छ यहाँको भ्यूहरु हेरौँ है त। ल त्यता पछाडी देख्न सक्नुहुनेछ अपार्टहरु देख्न सक्नुहुन्छ। अपार्टहरु सँगसँगै हजुरहरुले देख्न सक्नुहुनेछ यहाँको भ्यू, फ्लावर्स, यहाँको लाइटिङ छ। जस्तो लाइटिङले कति सुन्दरता देखाएको छ हेर्न सक्नुहुनेछ। हरियाली वन छेउमा त्यही माथि यो लाइटिङले यस्तो रमाइलो बनाइरहेको छ कि। अनि यता हाम्रो नेपाली साथीभाइहरु हुनुहुन्छ, फोटो खिच्दै हुनुहुन्छ। अनि एकदमै मनमोहक छ यो दृश्य। तपाईहरु पनि यहाँ नजिक हुनुहुन्छ भने आएर हेरिदिनु होला। आएर यो एकदमै राम्रो दृश्यहरुलाई हेर्न सक्नुहुनेछ है। यहाँ देख्न सक्नुहुनेछ यो कपलहरु छिर्ने ठाउँ अनि देखि लिएर यहाँ पानीको एकदमै राम्रो तल पानीको फोहराहरु निस्केको दृश्य पनि देख्न सक्नुहुनेछ है। एकदमै लाइटिङ बबाल छ बबाल। अनि यहाँ म पनि आइरहेको छु। एकदमै कस्तो लाग्छ प्रतिक्रिया दिनु होला है। एकदम राम्रो भ्यू छ। पार्कको दृश्यहरु देखि लिएर तपाईहरु एकदमै मनमोहक दृश्य हेरेर रमाउन सक्नुहुनेछ। यो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। नयाँ साथीहरु हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। तपाईहरुको एक सब्स्क्राइबले पनि मलाई हौसला दिनेछ। एकदमै मनमोहक दृश्य छ। एकदम रमाइलो, एकदम रमाइलो दृश्य है। कोरियन मान्छेहरु पनि आउनु भएको छ घुम्नलाई। उहाँहरु पनि साँझको यो एकदमै राम्रो दृश्यलाई हेर्न आउनु भएको छ। एकदमै रमाइलो छ लाइटिङहरु हेर्न त एकदम रमाइलो। यो पानीको एकदमै वाटर पार्क पनि पानीको एकदम रमाइलो छ। ओहो वाउ छ वाउ, एकदमै मनमोहक छ। गिम्पो नजिक हुने साथीहरु चाहिँ यो रातिको एकदम लाइटिङ, यो खुरे पार्कको यो भ्यू चाहिँ हेर्न नछुटाउनु होला। सम्पूर्ण साथीहरुले एकदमै मनमोहक र रमाइलो रहेको छ। लाइटिङहरु कस्तो लाग्छ तपाईहरुलाई यो हेरेर प्रतिक्रिया दिनु होला। एकदमै रमाइलो छ है। म तपाईहरुलाई यो एकदमै नजिकबाट त्यो वाटर पार्कको त्यो जुन फोहरा हो त्यो पनि देखाउने कोसिस गर्नेछु। एकदमै राम्रो राम्रो धेरै मात्रामा यहाँ फुलहरु रोपिएको छ। फुलको दृश्यहरु एकदमै राम्रो राम्रो फुलहरु देख्न सक्नुहुन्छ। यो लाइटिङले पनि अझै एकदम सुन्दरता देखाएको छ।
यो सुन्दरतालाई हेर्न नछुटाउनु होला तपाईहरु पनि। तपाईहरुले भिडियोलाई हेरेर साथ दिनुभयो भने म अझै यस्तै राम्रो राम्रो भिडियोहरु लिएर आउने कोसिस गर्नेछु। सम्पूर्ण साथीहरुले हेरेर माया गरिदिनु होला। साथ सपोर्ट गरिदिनु होला। एकदमै रमाइलो दृश्य रहेको छ। एकदम यहाँको उमेर बढी भएको बुवाआमाहरु पनि एकदमै घुम्न आइराख्नु भएको छ यहाँको दृश्य हेर्नलाई। तपाईहरु पनि हेर्न सक्नुहुन्छ है। यो मार्केट में आ चुका है अपना भाई सपोर्ट करना सब लोग। एकदमै राम्रो दृश्य रहेको छ यो। एकदमै वाउ छ, जस्ट वाउ। पानीको दृश्य हेर्न सक्नुहुन्छ। एकदमै यो तलाबमा एकदमै यो पानीको फोहराहरू एकदमै राम्रो आइरहेको छ है। साइडको भ्यू पनि हेर्न सक्नुहुनेछ। ठुलो अपार्टमेन्टहरू अनि एकदमै रमाइलो रहेको छ। साइडमा कोरियन गीत पनि चलिरहेको छ। गीतसँगै मनोरञ्जन लिन सक्नुहुनेछ। भिडियोलाई हेरेर सबैजना साथीहरूले माया गरिदिनु होला। Just wow. Thank you so much everyone यहाँसम्म भिडियो हेरेर साथ सपोर्ट दिनुभएकोमा अनि भिडियोलाई हेरेर माया गरिदिनु भएकोमा। अनि फेरि म अर्को नयाँ ब्लग लिएर आउने छु हजुरहरुको साथमा। च्यानललाई सब्स्क्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला। धन्यवाद सम्पूर्णमा।